हेलो गाइस, वन्स अगेन म मेरो फेरि भिडियो लिएर आउँदैछु हैन। यो हामीहरूको चाहिँ नि पोखराबाट 1 घण्टा लाग्दो रहेछ ट्याक्सीमा आयौँ हैन। यहाँ चाहिँ हामीहरूको एउटा ताल रूपाताल भन्ने छ। यहाँ चाहिँ नि खन्दाखेरि चाहिँ नि जस भगवान उत्पत्ति भएको भन्दो रहेछ हैन। एउटा मुढा, त्यो मुढालाई चाहिँ नि रुखको मुढालाई चाहिँ नि जस डोजर लगाएर खन्दाखेरि पनि नउकेको गरे। अन्त त्यहाँबाट चाहिँ जल निस्केछ यसरी। म त्यही मन्दिरको दर्शन गर्न आइछु गाइस। यो होइन, यहाँ जलसिद्ध महादेव मन्दिर। म यो वरिपरि परिक्रमा यसरी देखाउँछु हैन। यसरी छ, म भित्र पस्छु है त गाइस। यो चाहिँ ताल हो, त्यहाँ पारे रूपाताल हो। यो सबै ताल, यसलाई रूपाताल भन्छ है। शम्भो भोलेनाथ। यसरी यो चाहिँ नि रुखको टुटो जरा हो, रुखको जरा। यसरी यहाँ भगवान उत्पत्ति भएर कसरी अचम्मै त्यो रुखबाट यसरी पानी निक्लिएछ भनौँ न। यसरी शम्भो भोलेनाथ कैलाशपति बाबा। अचम्मै यो रुखको ठुटो, कति यो ठुटोलाई डोजरले पनि खन्यो गरे तर निकाल्नै सकेन, उक्काउनै सकेन। यो चमत्कार हो भोलेनाथको। अब यहाँ यो ठुटो बडी, यो भित्रबाट जल कहाँबाट आयो त? ल हेर्नुहोस् त गाइस, यो जल यहाँ भित्रबाट कसरी आयो त? यो शिवजीकै यो चमत्कार होइन त? हेर्नुहोस् गाइस, यहाँ दर्शन गर्नु धेरै भक्तहरू आएर यसरी दर्शन गरेछन्। ल हेर्नुहोस् गाइस, हेर्नुहोस् त यहाँ यो रुखको जराबाट यसरी यहाँबाट यसरी जल यसरी गरेछन्। अब यो रुखको ठुटो हो गाइस, हेर्नुहोस् है। यहीँबाट यो जल यसरी निक्लेर माथिबाट, अब पाइपले लगाएको नि होइन, यो आफै यो चमत्कार भोलेनाथको चमत्कार। यसरी यो रुखको जराबाट यसरी निस्केछ जल होइन। यो एउटा यो अचम्मको कुरो होइन त नि। हेर्नुहोस् गाइस है, यहाँ जलकुण्ड, यहाँ भक्तहरूले पूजा गरेछ। ल गाइस, अब म पनि पूजा गर्छु हैन। ल मेरो भिडियोलाई हेरिदिनुहोस् ल। भोलेनाथले रक्षा गरून् सबैलाई, मनले आँटेको पुगुन्। सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। अनि हजुरहरू पनि पोखरा आउँदाखेरि, नेपाल आउँदाखेरि यो रूपातालमा आएर दर्शन गर्नुहोस्। जय शम्भो भोलेनाथ। तपाईँ रूपाताल छ होइन। अब म खिच्नु है।